धेरैजना पुरुष दाजुभाइहरूले चाहिँ मेरो यो भिडियोमा यस्तै कमेन्ट गर्नुभएको छ। एकजनाको कमेन्ट उठाएँ मैले, परपुरुषसँग लाग्ने महिलालाई केही भन्नु न सुनम, अथवा परपुरुषसँग लाग्ने महिला आफ्नो श्रीमान हुँदाहुँदै अर्काको श्रीमानसँग लाग्ने महिलालाई चाहिँ के भन्नुहुन्छ भन्नुभएको छ हैन। यो क्वेसनको एन्सर चाहिँ म एउटा स्टोरीबाट भन्छु हैन। एकजना बहिनीले मलाई लेखेर पठाउनु भएको थियो आफ्नो रियल स्टोरी पोस्ट गरिदिनु भनेर। सो एकजना बहिनी हुन्छन्, त्यो बहिनीको चाहिँ विवाह भइसकेको हुन्छ, उनीहरूको विवाहित जिन्दगी एकदमै राम्रो चलेको हुन्छ, श्रीमान श्रीमती एकदमै मिलेका हुन्छन्, स्मुथ तरिकाले आफ्नो जिन्दगी आफ्नै संसारमा चलिरहेको हुन्छ। श्रीमान विदेशमा हुन्छ, श्रीमानले विदेशबाट पैसा कमाएर पठाइराख्नु भएको हुन्छ, उसले घर व्यवहार टारेको हुन्छ, छोरी छ एउटा, छोरीलाई स्कुल पढाइराखेको हुन्छ। त्यसै क्रममा हरेक सोसियल मिडियाबाट एकजना परपुरुषसँग अलिकति नजिकिसकेपछि आज बोल्दा भोलि बोल्दा पर्सि बोल्दा बोल्दै श्रीमानसँग लुकी छिपी ऊ त्यो परपुरुषसँगै धेर बोल्न थाल्छिन् क्या। जो परपुरुष चाहिँ नेपालमै हुन्छ, उसको दुईवटा छोराछोरी छ, उसको घरमा श्रीमती पनि छ। सो बोल्दा बोल्दै उसले केयर गरे जस्तो, उसले कति कुरामा चाहिँ उसलाई सहयोग गरे जस्तो फिल हुन्छ, माया गरे जस्तो फिल हुन्छ। त्यो बहिनीलाई कस्तो लाग्छ भने दिनदिनै आफ्नो श्रीमानले भन्दा त्यो अर्काको श्रीमानले उसलाई धेर माया गरे जस्तो फिल हुन्छ क्या। त्यही भएर ऊ लट्ठै पर्छ क्या। आफ्नो श्रीमानलाई ढाँट्दै छल्दै त्यो मान्छेसँग भेट्न थाल्छ, बोल्न थाल्छ, बस्न थाल्छ, सँगै हिँड्छ, कति ठाउँमा कति दिनहरू सँगै बसेर बिताउँछ हैन। त्यसपछि त्यो बहिनीको आफन्तहरूले थाहा पाएर उसको श्रीमानलाई सुनाइदिन्छ क्या विदेशमा, तिम्रो श्रीमती चाहिँ यस्तो यस्तो गरिरहेको छ। त्यसपछि श्रीमान र श्रीमतीको बीच खटबट हुन्छ, श्रीमान विदेशबाट आउँछ, श्रीमान विदेशबाट आएपछि कति कुरामा झगडा हुन्छ। त्यसपछि श्रीमानले डिभोर्स माग्छ। डिभोर्स मागिसकेपछि ती बहिनीले त्यो परपुरुषलाई भन्छ कि मेरो श्रीमानले चाहिँ मलाई डिभोर्स मागिरहेछ, म के गरौँ भनेर। त्यसो भन्दाखेरि के भन्छ त्यो मान्छेले थाहा छ? डिभोर्स गरिदेऊ, तिम्रो लागि म छु, तिम्रो लागि म जे गर्न तयार छु, तिमीलाई कुनै हालतमा म एक्लो बनाउँदिन, अन्तिम साससम्म तिमी सँगै रहन्छु, डिभोर्स गरिदेऊ, छोडिदेऊ त्यसलाई भनेर भनिदिन्छ क्या। त्यसपछि ऊ लट्ठै हुन्छ होला नि त, यो मान्छे मेरो साथमा भइरहेको छ, यत्तिकै माया गरिरहेको छ भने त भइगयो नि, मलाई जिन्दगीमा के चाहियो भनेर श्रीमानसँग डिभोर्स गरिदिन्छ। डिभोर्स गरेर छोरीलाई चाहिँ आफैले राख्छिन्। जब डिभोर्स हुन्छ त्यसपछि चाहिँ थोरै थोरै कुराहरूमा चाहिँ अलिक टाढा टाढा भएको जस्तो फिल हुन्छ क्या। त्यो परपुरुष अलिकति टाढा भएको, अब श्रीमानसँगै हुँदा पो श्रीमानले सबै कुराहरूमा चाहिँ पैसा कमाएर पठाउँथ्यो, पैसा त्यही पैसामा रमाइन्थ्यो, हिँडिन्थ्यो। अब श्रीमान पनि नभएपछि त उसले साथ दिन्छु भने त आर्थिक भार पनि उठाउनु पर्यो, उसले हरेक कुरामा सहयोग गर्नु पर्यो, आफ्नै जस्तो म गर्नु पर्यो नि त। सो कति कुरामा चाहिँ उसले टाढा हुन थाल्यो क्या, जिम्मेवारीहरू नउठाउने, अनि झर्किने फर्किने, रिसाएको जस्तो गर्ने। त्यस्तो गरिसकेपछि उसलाई पिर पर्छ क्या एकदमै त्यो बहिनीलाई। अनि ऊ एकदम रुन्छिन्, कराउँछिन्, चिच्याउँछिन्, मेरो श्रीमानदेखि पनि टाढा बनाउनु भयो हैन, मेरो आफन्तदेखि टाढा भयो, मेरो जिन्दगी गण्डगोल भयो, यो क्षणमा ल्याएर तपाईँले मलाई यस्तो गर्नुहुन्छ त्यस्तो गर्नुहुन्छ भनेपछि केटाले वास्तै गर्दैन क्या। अब ऊ टाढियो, उसलाई छोड्न तयार छ। उसले कतिवटा मेसेन्जर इमो केमा त ब्लक पनि गरिसक्यो, मात्र नम्बर बाँकी छ। ऊ एकदम रुन्छिन्, तडपिन्छिन्, मायाको भिख माग्छ त्यो केटालाई, तर पनि उसले सुन्दैन क्या। किनभने उसको घरमा त श्रीमती छ, दुईवटा छोराछोरी छ। किनभने ऊ त त्यसरी नै चरेर हिँड्ने मान्छे हो क्या। आफ्नो श्रीमतीको हुन नसकेको मान्छे तपाईँको हुन्छ? हुँदैन नि। चरेर हिँड्ने मान्छे, उसलाई वास्तै हुँदैन क्या। उसले बोलेको कुराहरू सबै क्षणिक थियो, तपाईँको नजिक आउनको लागि, तपाईँको जिन्दगी बर्बाद गर्नुको लागि, तपाईँको श्रीमानदेखि, तपाईँको हर खुसीदेखि टाढा बनाउनुको लागि क्षणिक थियो। ऊ आज दिनदिनै टाढियो। त्यसो गर्दा गर्दै उसलाई नम्बरबाट पनि ब्लक गर्थ्यो। त्यो बहिनी रोएरै दिन काटे, कति दिन होइन, मर्नु न बाँच्नु बनाइदियो, घरको न घाटको बनाइदियो। तपाईँमा के छ त्यस्तो चिज? रूप, रङ, पैसा, तपाईँको जवानी, तपाईँलाई युज गर्ने हो क्या अर्काको श्रीमानले। तपाईँको कहिले पनि हुँदैन, तपाईँलाई एक्लो बनाएर छोडिदिन्छ। त्यसैले यो स्टोरी सुनेर भए पनि बी केयरफुल।
माया गर्ने श्रीमान छ, केयर गर्ने श्रीमान छ, बुझ्ने श्रीमान छ भने आफ्नो श्रीमानलाई माया गर्नुहोस्, आफ्नो घर सम्हाल्नुहोस्, अर्काको श्रीमानसँग कहिले पनि आँखा नलाउनुहोस्।